हाम्रो सरकारले त मेरो विचारमा हेर्नु हाम्रो सरकारले कसैलाई पनि छोड्दैन कसलाई नि पहिलाको पूर्व हाम्रो एकजना हाम्रो श्रम मन्त्रीज्यूलाई पनि छोड्नु भएन हैन अब मैले त आफ्नो नैतिकता आधारमा मैले राजीनामा दिइहालेँ हैन मलाई त 100% छोड्दैन झन् हैन सो यसमा भने आफ्नो भन्ने चिजै छैन क्या यहाँ भने आफ्नो भनेको देश मात्र हो क्या हाम्रो सरकारको लागि त्यही भएर मेरो सरकारले अब मेरो तलमाथि देख्छ भने मलाई 100% कारबाही गर्छ पहिला जस्तो दलहरू हैन जसले चाहिँ बनाएर यताउति गरेर म्यानिपुलेट गरेर ल है वासिङ मेसिनमा धुलाएर ल्यायो भन्ने टाइपको चाहिँ हाम्रो चाहिँ हुँदैन मेरो केही गलत छ भने त 100% म त्यही वार्निङ दिएको केही त गलत छैन नि तपाईँको भनेर भन्दा त मेरो म त एकदम सभा छु गलत भने तपाईँलाई कारबाही हुन्छ है भनेर मलाई गाली गर्नुहुन्छ थर्काउनुहुन्छ अनि सो यस्तो छ हाम्रो अवस्था होइन त्यही भएर यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मेरो विचारमा कसैलाई पनि बाँकी छोड्दैन आफ्नो एमपिजहरूलाई पनि बाँकी छोड्दैन अब विपक्ष दलको साथीहरू नेताहरू जसले अब पुरानो दल भनौँ न पुराना नेताहरू जसले अब आफ्नो देश लुटी खाए बेची खाए होइन उहाँहरू झन् छोड्ने कुरै भएन आफ्नोलाई छोड्दैन अर्कोलाई कसरी छोड्छन् यही हो राष्ट्रिय स्वतन्त्र पार्टी हो अहिले 15 दिनको प्रतीक्षा गरिरहनु भएको छ। म त एकदम ढुक्क छु म त एकदमै ढुक्क छु छानबिन गरोस् अब कति कुरा अब हामीसँग फाइनेन्सियल लिटरेसी पनि थिएन नि त कति कुरा धेरै जस्तो तपाईँले नै आफ्नो अकाउन्टेन्टलाई दिनुहुन्छ काम गर्नलाई हरेक कुरा तपाईँसँग होइन धेरै जस्तो नेपालीहरू हामी त्यही त नि अब अकाउन्टेन्टले जिम्मा दिन्छ ल अकाउन्टेन्ट जे गर्यो ल है म त कहिले पैसाको पछाडि कहिले पनि भागिनँ पनि जहिले पनि आफ्नो प्यासनको पछाडि भागेको डिजे गरेर पनि कहिले पनि पैसा कमाएन अब क्लब ओन गरेर चाहिँ बरु क्लब चलाएर चाहिँ बरु पैसा कमायो होइन इभेन्ट्सहरू गर्दाखेरि पहिला पनि पैसा कमायो यसो गरेर चाहिँ पैसा कमायो होइन तर अब पैसै कमाउँछु भनेर चाहिँ कहिले पनि लागिएन कि आफ्नो भिजनको लागि आफ्नो इच्छा आफ्नो खुसीको लागि मात्र कुदेर बसेको मैले छोड्दिनँ र मेरो सरकारले चाहिँ छोड्नु भएन किनभने नियम कानुन त बराबर हुनु पऱ्यो नि त मलाई पनि त्यही भएपछि चाहिँ उहाँहरूले पनि बराबर हुनु पऱ्यो नि त मलाई त्यत्रो गरेर छानबिन समिति मेरो लागि म त पहिला नै योभन्दा अगाडि राजनीतिक पदमा थिएन नि त कुनै पनि म त एउटा सर्वसाधारण हो नि त जब मलाई यति अब खेदो खनेर मेरो पछाडि छानबिन समिति बनेर अब मेरो बारेमा छानबिन गर्छ नि त अब जसले भने उनीहरूको पनि सम्पत्ति त होला नि त उनीहरूको पनि छानबिन त गर्नु पर्ला नि त त्यत्तिकै नै बसेको छैन होला केही कमाएछ होला उनीहरूको पनि अकाउन्टेन्ट छ होला कहाँ कहाँ के गरिरहेछ त्यो पनि थाहा पाउँछ होला त्यतिखेर चाहिँ अब हाम्रो सरकारले छोड्छ होला त मलाई छोडेर चाहिँ उनीहरूलाई कसरी छोड्छ त्यही भएर मेरो सरकारसँग मेरो आफ्नै सरकारसँग मेरै माग हो। सानो माया तामाङ भरतपुर 25 मेरो समस्या त यो घुँडा दुख्ने थियो म वैदिकमा गएर अनि चेकअप गरेर औषधि चलाइदिनु भयो राम्रो हुँदै गयो अहिले राम्रो छ। हामी त अब कुनै सार्वजनिक यस्तो पदहरूमा त थिएन नि त पहिलादेखि नै होइन अब पहिलाको मान्छेहरूको अब उहाँहरू नेताहरूको पहिला नै सार्वजनिक पदमा भएपछि अब सम्पत्ति आर्जन गर्नुभयो होला आफ्नो आफ्नो ठाउँबाट के व्यवसाय गर्नुभयो होला व्यवसाय गर्न नपाउने भने त होइन उहाँहरूले पनि गर्न पाउनुपर्छ तर एउटा स्वच्छ तरिकाले गर्नुपर्छ जस्तो लाग्छ हामीलाई पनि होइन त्यही भएर आफ्नो व्यवसाय त योभन्दा अगाडि नै हामी त के न के त गरी खाएको थियौँ नि त होइन त्यही नै हो आखिर अब उहाँले पनि अहिले गरिराख्नु भएको छ अब यसमा धेरै